गर्नको लागि हाम्रा सम्पूर्ण मित्रहरूलाई हार्दिक अनुरोध गर्दछु। ताली बजाउनुहोला। आजको यस कार्यक्रम उद्घाटन हुँदैछ आजको प्रमुख अतिथि श्री बाबु महर्जनज्यूबाट। नमस्कार, अहिले म चाहिँ यो ललितपुर जिल्लाको यो बालकुमारी सप्तखेल पर्यटक बसमा छु। यहाँ चाहिँ अहिले सप्तखेल टोल सुधार समितिको आयोजना र ललितपुर महानगरपालिका वडा नम्बर 8 र 9 को विशेष सहयोगमा चाहिँ त्यसको घरेलु तथा हस्तकला पर्यटन प्रवर्धन एवं सांस्कृतिक कार्यक्रम भइरहेको छ। यस्ता कार्यक्रमहरू केवल उत्सव मात्र होइनन्, बरु हाम्रो स्थानीय तहमा लुकेका प्रतिभाहरूलाई एउटा बलियो मञ्च प्रदान गर्ने र हाम्रो मौलिक भाषा, वेशभूषा एवं सिपलाई संरक्षण गर्ने अभियान पनि हो। अब म तपाईहरुलाई लैजाँदैछु प्रदर्शनमा राखिएका सामग्रीहरूतर्फ। तपाईहरुले भिडियोमा देख्न सक्नुहुन्छ यहाँ स्थानीय महिला र उद्यमीहरूले आफ्नै हातले तयार पारेका विभिन्न हस्तकलाका सामग्रीहरू प्रदर्शनीमा राखिएका छन्। काष्ठकलादेखि बुनाइसम्मका यी सामग्रीहरूले हाम्रो मौलिकतालाई मात्र जीवन्त राखेका छैनन्, बरु यिनीहरूले हाम्रा परम्परागत घरेलु उत्पादनहरू कसरी हाम्रो आर्थिक मेरुदण्ड बन्न सक्छन् र पर्यटन प्रवर्धनमा कस्तो ठूलो भूमिका खेल्न सक्छन् भन्ने कुरा यहाँ स्पष्ट देख्न सकिन्छ। यो मेला प्रदर्शनीमा मात्र सीमित छैन, किनभने यसको मुख्य सन्देश भनेकै हाम्रा देशका सम्पूर्ण युवा युवतीहरूले यहाँ आएर यी सिपहरू देखुन्, सिकुन् र आफै केही गरेर रोजगार बनाउन् भन्ने हो। जब हाम्रा छिमेकी र युवाहरूले यस्ता सिपहरूलाई व्यवसायमा बदल्छन्, तब मात्र स्थानीय स्तरको आर्थिक विकास सम्भव हुन्छ। यसरी साना साना घरेलु उद्योगहरू फस्टाउँदा अन्ततः यसले देशको समग्र अर्थतन्त्रको विकासमा ठूलो टेवा पुर्याउँदछ। पछिल्लो समयमा हाम्रो आधुनिक जीवनशैलीका कारणले गर्दा हाम्रो हस्तकला क्षेत्र र हाम्रा घरेलु सिपहरू चाहिँ केही ओझेलमा परेका छन् र यी ओझेलमा परेका हाम्रा घरेलु सिप हस्तकलाहरूलाई को प्रवर्धनको लागि र विकासको लागि यस्ता कार्यक्रमहरू गर्न आवश्यक पनि छ। यी हाम्रा हस्तकलाहरू हाम्रा घरेलु उत्पादित सामानहरू भनेका र हाम्रो परम्परा संस्कृति भनेको हाम्रो देशको चिनारी हो। जब हाम्रो देशको कला संस्कृतिहरू रहन्छन् तब मात्र हामी रहन्छौँ। त्यसैले यस्ता कार्यक्रमहरू चाहिँ हुन एकदमै आवश्यक छ र यसको विकास र प्रवर्धन पनि आजको एकदमै महत्त्वपूर्ण आवश्यकता हो। यसको हामीले प्रवर्धन गर्दै लैजानुपर्छ। हस्त जय कला संस्कृति, जय देश, जय नेपाल।